हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मेरो फर्स्ट ब्लग हो, त्यसैले सबैजनाले माया गरेर सपोर्ट गरिदिनु होला। अनि यहाँ पछाडि हुनुहुन्छ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ। हेलो गरिदिनु, यहाँ गरिदिनु छिटो। मेरो बुढा रिसाउनु भएको के भएर हामी चाहिँ अहिले बाहिर बन्ला पर्खिँदैछौँ। हामी चाहिँ यसो बाहिर फ्रेस हुनको लागि निस्केको हो। आज अनि हामी चटपटी पनि खाने हो, त्यही भएर हामीले यहाँ झोलामा चटपटको सामानहरू लिएर आएका छौँ। अनि यहाँ हेर्नु होला हामी खाँदैछौँ अहिले। ल है साथीहरू, हाम्रो बहिनी पनि आइपुग्नु भयो। हेलो हजुरकोमा यस्तो हात राख्दा पनि उज्यालो देखेछ। कति उज्यालो हो यो। हेर्नु साथीहरू, हामीले सेम स्वेटर लगाएको छौँ। मलाई मजाले डिफ्रेन्ट हो। दिदीले लिएर आइदिनु भएको किन र यस्तो टल्केको कस्तो साह्रै भनेर हामी चाहिँ टल्के होइन हो। ल है साथीहरू, ल है हामी दिदीबहिनी भेट भइयो है साथीहरू। दिदीको च्यानललाई माया गरिदिनु होला सबैजनाले, सब्सक्राइब गरिदिनु होला। जे जस्तो भए पनि, राम्रो नराम्रो भए पनि कमेन्ट गरिदिनु होला। अनि त्यहाँबाट हामीले सुधार्नु पर्ने कुराहरू सुधार्दै जान्छौँ। यो मेरो बल्ल फर्स्ट भ्लग हो कि, तर मलाई केही नि बोल्न नि आएन, भन्न नि आएन। हामी चाहिँ अहिले ड्राई पिकनिक जस्तै भनौँ न। हाम्रो झोलाभरि सामान छ, अहिले हामी देखाउँछौँ उता गएर के ल्यायो। यता देखाउँ न, यहाँ यत्रो ठुलो झोलामा। अनि उता ठुलो भरिया उता हुनुहुन्छ है हाम्रो। उहाँ चाहिँ अलि बोल्नु न, त्यही भएर दिदी मैले के बिर्सी भनेको त तन्न ल्याउनै बिर्सेछु। ए हो, मैले के बिर्सेँ मैले। यस्तो भएको क्या, म त हुन्छ नि हजुरहरू अब टी सर्ट किन्ने भनेपछि मेरो माइन्ड त यस्तो भएको कि अब हजुरहरू एकछिन भुल्नुहुन्छ, मसँग टन्नै टाइम छ भनेर हल्का गरेको नि मैले। अनि पछिबाट गएँ एक्कासी ल जाऊँ भन्नुभयो क्या। अनि फेरि नकिन्नु भनेको फेरि मेरो मन आत्तिएर के यो आत्तियो भने मैले एउटा न एउटा बिर्सिन्छु। शान्त हुन सक्दैन कि, म कति आत्तिन्छु थाहा होला नि। बल्ल चाहिँ जे काम पनि एकदम छिटो गर्नुपर्छ क्या। हेर्नु त यो दाग गएन, छिटो काम गरेको नतिजा। खुट्टामा छ, ढाडमा छ, खुट्टामा, हातमा, ढाडमा। अब त म हराए पनि भेट्ने चिनो कति राखेछु नजिकको मान्छेलाई थाहा हुन्छ पनि। यस्तो पनि हरा यस्तो ठाउँमा पोलेको हो भने ठ्याक्क भेटिन्छ। यता हेर्नु बाटो रमाइलो छ अहिले। घाम कति दिनपछि घाम देख्न पाइएछ। यहाँ चाहिँ अब बिस्तारै समर सुरु भइसक्यो हो, अनि त्यही भएर बल्ल यसरी बाहिर निस्किन नि रमाइलो भयो कि। अनि फुलहरू हरियाली। अरे हामी उता गएपछि तपाईँहरूले हामी फुलहरू देखाउँछौँ के हो। हामी गएको ठाउँमा चाहिँ एकदम रमाइलो छ कि। अरू के छ सबै देखाइन्छ। ल है, अब हामी चाहिँ तपाईँहरूलाई खानेकुरा देखाउँछौँ अर्को भिडियोमा। एकछिनको लागि बाई बाई। ब्याडमिन्टन खेल्न जानु भयो अहिले आउनुहुन्छ। हाम्रो यहाँ उर्जी जानुमा 30 रुपियाँ किलो। बढी चाहिँ फोन नबोल्दै हुनुहुन्छ है। ल है साथीहरू, हामी गरे घाममा टल्के के कस्तो टल्केको हो। छाया भयो त राम्रै आउँछ नि।
यहाँ त बिचबिचमा पनि पानीहरू कस्तो जमेको ठाउँ हुन्छ पानी जमेको भन्नु यो भिडियो यस्तो देख्दा त मलाई त हेर्नु कस्तो भाइलाई तिमीहरू यहाँ छ होला भनेर फोन गरेको भन्थ्यो मेलामा एक्लै भयो अरे ल है साथीहरू हामी यहाँ बाटो बाटो होला थियो यत्रो यत्रो हती आइपुग्छ होला हामी हरायौँ है साथीहरू जङ्गलमा यहाँ बाटै भेटाएन कता कता जाने हो जता गयो नि एउटै हो त हाँसको बच्चाहरू छ कति सानो सानो अहिले हामी हरायौँ के बाटै पाएन कता हो हिँड्दा हिँड्दा जता हिँड्दा नि एउटै देख्यो त यो बाटो चाहिँ हामी फर्स्ट टाइम आएको त्यही भएर हामी अलिक अल्मा लियौँ कि ल ल ल ल चिसो भएको यहाँ कस्तो शीतल है यहाँ ए हामी यहाँ बाहिर निस्क्यौँ बल्ल बल्ल घुम्दा घुम्दा ल है साथीहरू हाम्रो गाइड चाहिँ उता अगाडि हुनुहुन्छ कि बल्ल आयौँ हामी साथीहरू ल हामी आइपुग्यौँ है हामी आएको ठाउँमा कस्तो रिसाएर हेरेको हो तिमीले के हो रिसाउने ओरेन्ज कलरको हो कि कस्तो हो कि भन्ने त्यो फोन पनि थाहा पाएन के हो र तार भन्ने ल पानी खेलाउनु फुल्ने घाम लाग्छ के फेरि हामी चाहिँ अब यहाँ बस्ने है साथीहरू अब हामी के लिएर आयौँ अब हामी तपाईँलाई देखाउँछौँ है ल है साथीहरू हामी चाहिँ भाइलाई पर्खेको फाइनल्ली भाइ आउनुभयो ल है हाम्रो भाइ आइपुग्नु भयो है हाम्रो भाइ आइपुग्नु भयो हेलो हेलो ल है साथीहरू अब हामी सबैजना जम्मा भयो अब चाहिँ हामी खानालाई सुरु गर्दैछौँ यो टिफिनमा उसमा राख्नु नि टिफिनमा यस्तो भन्दै साग बिचबाट काट्दैन यहाँ राखौँ यसलाई त पखाल्नु होला नि पानी यति हो पानी म पानी लिएर आउँदै कोक छ बरु 1 2 3 1 2 3 ल ए मैले खाँदिनँ अब भ्याइदिन्छु मैले 2 3 ए म लोक 1 2 3 ए खायो खायो 1 2 3 जाऊ धाउनु हल्लाउनु भएन 1 2 3 ल हेर पागल 2 3 भएन 1 2 3 ल 2 3 ए मैले खानी हो 1 2 3 आयो 1 2 3 ए बाहिर
1 2 3 अरे धेरै खान पाएर 1 2 3 Oh, stop, stop. 2 3 1 सबैजना 2 तल 3 गर न माथि Hey, hey. Oi! किन बोल्नु पर्यो? 3 कसरी हो रे खाने? यसो चेस्ट अब फिल्ममा कोक पावर 24 hours. झटपट भिडियो बनाइदिन्छु फोटो खिच्दा जति बेला नि लड्न आउँछ मसँग सक्छ क्या हो सक्ला जस्तो सक्ला जस्तो मुसलदुङ्गा कसो गर्ने रे मसल दुङ्गा बुझ्नुभयो नि ये गाउँलाले पुग्दै कहाँ पुग्यो ये गाउँलाले छोपिन्छ ल है साथीहरू आजको हाम्रो प्रोग्राम चाहिँ सक्यो अब हामी घर जान लागेको तपाईँलाई आजको दिन कस्तो लाग्यो ल भन्नु पहिला झ्याउला थियो अहिले ठिक ठिकै छ अनि सुरुमा त गेम खेल्ने बेलामा कस्तो लाग्यो नि रमाइलो भयो हो ल बाई भन्नु त बाई 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 बहिनी ल तपाईँलाई आजको दिनको प्रोग्राम कस्तो लाग्यो एकदमै रमाइलो भयो मलाई त हो खुसी लाग्यो भोलिदेखि काम छ एकछिन भए पनि कामलाई बिर्सेर कति रमाइलो लाग्यो रमाइलो भयो अनि भाइलाई कस्तो लाग्यो मलाई ठिकै रमाइलो लाग्यो तपाईँ त झन् डबल गेम भयो उता पनि खेलेर आउनुभयो के ठगाएको यहाँ उता नि खेल भाइ त उता ब्याडमिन्टन नि खेलेर आउनुभएको हो क्या यता दौडा 10 मिनट दौडाए रमाइलो भयो नि रमाइलो भक्कु दौडा बाई 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 ल बाई बाई